एभ्रिवान, सबैजनालाई छोटो मिठो मिनी भ्लगमा स्वागत छ है त। म चाहिँ करेसा बारी देखाउन गइरहेको छु आज। ल हेर्नुहोस्, यो चाहिँ म हो र तपाईँहरूलाई म करेसा बारी देखाउँछु। म कपाल मात्र हल्लाएर टिकटक बनाउने काम चाहिँ गर्दिनँ ल साथीहरू। मैले मेहनत पनि गरेको छु, तर मेरो मेहनत चाहिँ मेहनत गरेको जस्तो छैन साथीहरू, किनभने मेरो लसुन नि भएको छैन, पतलो पतलो छ। र कौली साग यो सबै मैले लगाएको तरकारी अर्ग्यानिक दबाई नहालिकन घर बारीमै उम्रेको लोकल टमाटर मेरो फेभरेट। तपाईँहरूलाई कस्तो लाग्छ प्रतिक्रिया दिन चाहिँ नबिर्सिनु होला। मेवा हो यो भनेको, आफ्नै करेसा बारीमा फलेको अर्ग्यानिक खानेकुरा खानुपर्छ साथीहरू। सकेसम्मलाई हेर्नुहोस्, म चाहिँ आज मेवा खान मन लाग्यो, साह्रै नै तलतल भएर मेवा यसो उल्टाइ पल्टाइ हेरेको त खासै पाकेको चाहिँ रहेनछ ल। एउटा चाहिँ टिपिहालेँ र भित्रबाट बाहिरबाट नपाकिने भित्रबाट हल्का पाकिएको छ चाहिँ यो हो साथीहरू, गुलियो मिठो छ। त्यही भएर चाहिँ मैले आज खाने मन गरेर चाहिँ टिपेर लिएर आएर च्याट्ट काटकुट गरेँ साथीहरू। यसरी नै आफ्नो करेसा बारीमा फलेको अर्ग्यानिक चिज देखाउँदै तपाईँहरू पनि भिडियो बनाउन सक्नुहुनेछ। मेरो चाहिँ छोटो मिठो मिनी भ्लग हो साथीहरू। सबैले हेरेर एकमुष्ट लाइक कमेन्ट सेयर सब्सक्राइब र अरू सबै गर्न बिर्सिनु भयो भने चाहिँ म सम्झाउने छु। ल हेर्नुहोस्, म चाहिँ दुईवटा छोरालाई राखेर म दुईवटा चाहिँ म आफैले खानेछु। टिमुर र खुर्सानीको छोप मोलेर कार्याम। कस्तो लाग्यो त मेरो मिनी भ्लग, तपाईँहरूले सबैजनाले प्रतिक्रिया दिन नबिर्सिनु होला भन्दै आजको लागि यति नै। र मेरो युट्युब च्यानल र फेसबुक पनि मेरो प्रोफाइलको ठ्याक्क तलपट्टि छ, सबैजनाले गएर भिजिट गरेर आउनुहोला र प्रतिक्रिया दिन पनि नबिर्सिनु होला भन्दै हस् त, धन्यवाद। थ्याङ्क यू फर वाचिङ साथीहरू। आई लभ